पर्दैन। मैले यही मार्फत भने कोही पीडित पनि आत्तिनु पर्दैन। जताततै डोजर आतंक पुनः हाम्रो सांसदज्यूले पनि भन्नुभएको छ, अरू यावत ठाउँमा देशैभरि चाहिँ यसलाई चाहिँ अतिरञ्जित गरिएको छ। यहाँबाट केन्द्रबाट गएका परिपत्रलाई चाहिँ अपव्याख्या गरेर जनतालाई त्रसित बनाउने काम गरिएको छ। यो सरकारले सबै कुरा नोटिसमा लिइरहेको छ। म यहीँबाट पनि सबैलाई जानकारी गराउन चाहन्छु र कोही पीडित पनि आत्तिनु पर्दैन। मैले यही मार्फत भने कोही पीडित पनि आत्तिनु पर्दैन। उहाँहरूलाई हामीले परिपत्र गर्दाखेरि पनि हजुरहरूले परिपत्र हेर्न सक्नुहुन्छ। मैले यहाँ राखेको पनि एउटा संघीय मामिलाले पनि परिपत्र गरेको थियो। त्यसमा बुदागत रूपमा छ पहिचान, व्यवस्थापन, त्यसपछि बल्ल अरू काम कारबाहीहरू पछि अगाडि बढ्छ। त्यही भएर पहिचान र व्यवस्थापन नभइकन अगाडि केही पनि कुरा बढ्दैन भन्ने कुराको सुनिश्चितता म यहीँबाट तपाईँहरूलाई गराउन चाहन्छु। सांसदज्यूहरूले आफ्नो क्षेत्रमा पनि त्यही भनिदिन पर्यो। त्यही भएर कोही पीडित डराउनु पर्दैन, तर पीडितको आडमा बसेर खेल्नेहरू चाहिँ डराउनु पर्यो। फेरि त्यसमा चाहिँ फेरि सरकार निर्मम हुन्छ। त्यो कुराहरू म यहाँबाट क्लियर पार्न चाहन्छु। फेरि पनि भने अहिले आत्तिनु पर्दैन। अहिले उपत्यकाको जुन देख्नुभयो त्यो भनेको एज अ गार्जियन अघि नै हाम्रो मान्य केपी खनालज्यूले पनि भन्नुभएको थियो, यो चाहिँ उहाँहरूलाई सुरक्षित गर्नको लागि त्यो एउटा कदम उठाइएको थियो। त्योबाट विचलित हुनुपर्ने, त्यहाँबाट आत्तिनुपर्ने केही पनि छैन।